साथीहरू नमस्ते। आज पनि म रिलायन्स स्पिनिङ मिलको बारेमा चर्चा गर्नेछु। तर आज म नेपाल धितोपत्र बोर्ड अनि त्यहाँका कर्मचारी र रिलायन्स स्पिनिङ मिलको मिलेमतोमा कति पैसा कसले खायो, कसरी आइपिओ अनुमति पायो, सबै कुराहरू बताउनेछु। मैले सुरुबाट नै भन्दै आइरहेको छु, यो कम्पनीले आइपिओ चोर बाटोबाट घुस खुवाएर ल्याएको हो। 821 रुपियाँको आइपिओ 50 किताको लागि 41,040 रुपियाँ लगानी। यो बालुवामा पानी जस्तै हुन्छ है। कतिले मेरो भिडियो हेरेर कम्पनीको बारेमा अझै बढी जानकारी लिएर जोगिनुभयो, कतिले लगानी गर्नुभयो। खास गरी वैदेशिक रोजगारीमा रहनुहुनेले आइपिओ भर्नुभयो होला। हुन त मैले भने चाहिँ गर्नुपर्छ भन्ने म भन्दिनँ। मैले भनेको सही, अरू सबै गलत, म यो पनि भन्दिनँ। तर मैले हरदम सही जानकारी दिने कोसिस गरेको हुन्छु। झुट बोलेर मैले भिडियो बनाउँदिनँ। रिलायन्स स्पिनिङ मिलले 9 करोड रुपियाँ घुस खुवाएर आइपिओको स्वीकृति लिएको हो। त्यो घुस कसले खाए त्यो पनि बताउनेछु। अनि अहिले चलेका अथवा ठुला युट्युब च्यानलहरूले पनि किन यो कम्पनीको वास्तविकता भन्दैनन्, किन राम्रो मात्रै भनिदिन्छन्, थाहा पाउनुहुनेछ। विदेशमा रहनुहुनेले कतिले भरिसक्नुभयो, कोही बाँकी पनि होला। बाँकी रहेकाहरू सामु पुर्याउन सेयर गरिदिनु होला, धेरैजना सामु पुर्याइदिनु होला। आम सर्वसाधारणको लागि अब केही दिनमै खुल्दैछ। त्यसैले कम्पनीको वास्तविकता अनि धितोपत्र बोर्डका हाकिमको करतुत कसरी सोझा लगानीकर्ताहरूलाई लुट्न गइरहेका छन् भन्ने। भिडियोलाई लाइक गरिदिनु होला। लाइक गर्नुभयो भने अल्गोरिदमले अरू धेरैजना सामु पुर्याउनेछ, ठगिनबाट जोगिनुहुनेछ। त्यसैले लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस् अनि सब्सक्राइब पनि गर्नुहोला। यस्तै सही जानकारीको लागि सब्सक्राइब अवश्य गर्नुहोला। आउनुहोस् सुरु गरौँ। आज यो भिडियोमा कम्पनीको बारेमा, नाफा घाटाको बारेमा कुरा गर्दिनँ। आज यसको करतुतको बारेमा जानकारी गराउनेछु। समय धेरै छैन, सूचित धेरैजनालाई गराउनु छ। कम्पनीको अरू जानकारी थाहा पाउन मेरो च्यानलमा गएर हेर्नुहोला। यो कम्पनीको बारेमा 10औं भिडियोहरू बनाएको छु। मैले केवल तपाईहरूलाई सूचित गराउन खोजिरहेको छु। अब तपाईहरूले कसरी लिनुहुन्छ त्यो तपाईँ जान्नुहोस्। सर्वप्रथम यो कम्पनीको कागजी विवरणमा मात्रै राम्रो छ। 2 वर्ष अगाडिको कट अफ मूल्यमा आज आइपिओ निकालेको छ। त्यो परिमार्जित हुनुपर्ने होइन। 2 वर्षभन्दा बढीको वित्तीय विवरणको आधारमा 820 रुपियाँ 80 पैसा प्रति किता तोकिएको सेयरलाई आज त्यो मूल्यमा पर्छ भन्ने आधार के? फेरि पुनः मूल्याङ्कन गर्नुपर्ने होइन र? यस्ता वित्तीय विवरणहरू बढीमा 6 महिना पुरानासम्मलाई मान्यता दिइने अन्तर्राष्ट्रिय अभ्यास छ। यसमा त सार्वजनिक लेखा समितिले गडबडी छ भनेर, शङ्कास्पद छ भनेर छानबिन गर्न भनेको थियो। छानबिन गर्न भनेको विवरणलाई मुख्य आधार बनाएर आइपिओ निष्कासन गर्नु भनेको कम्पनीको पारदर्शिता शून्य हो। त्यसैले यो खराब हो। आइपिओ र सेयर बजारको राम्रो ज्ञान राख्ने भनिएका ठुला च्यानलहरू किन वास्तविक कुरा भन्न सकिरहेका छैनन्? किन राम्रो मात्रै छ भनेर भ्रम फैलाइरहेका होलान्? के लाग्छ तपाईहरूलाई? वर्षौं पुराना ठुला मिडियाहरूले भने भन्दैमा सबै सत्य हुँदैन। त्यसैले यो क्षेत्रमा विवेक पुर्याउनु नै सबैभन्दा ठुलो पुँजी हो। यसमा अदालतको फैसलालाई पनि अपव्याख्या गरिएको छ। त्यसैले अख्तियारमा उजुरी परेको छ। कम्पनीले भने जस्तै आर्थिक अवस्था सुदृढ छ भने नयाँ विवरण किन सार्वजनिक गर्दैन त? नयाँ विवरण सार्वजनिक गरी नयाँ मूल्य तोक्नुपर्ने हो। ताजा तथ्याङ्कको आधारमा पुनः मूल्याङ्कन गरेर आइपिओ निष्कासन गर्नु भनेर अदालतले गरेको आदेश धितोपत्र बोर्डले किन नमानेको? यति धेरै विवादमा मुछिएको कम्पनीलाई सुटुक्क आइपिओ निष्कासनको अनुमति बोर्डले किन दिएको? लगानीकर्ताको यति ठुलो रकमलाई जोखिममा किन पारिएको? यसमा पनि नेपाल विद्युत प्राधिकरणको 75 करोड विद्युत महसुल बक्यौता अझै विचाराधीन छ। भोलि कम्पनीले त्यो मूल्य तिर्नुपर्ने हुँदा कम्पनीका वित्तीय सूचकहरू त सबै खलबलिनेछन्। यति ठुलो आर्थिक भारले कम्पनीको लाभांश क्षमतालाई वर्षौंसम्म नकारात्मक असर पार्नेछ। त्यसैले सही जानकारी लिनुहोस् अनि सही निर्णय गर्न सकिन्छ। अब कुरा गरौँ, कति पैसा घुस दिएर कम्पनीले आइपिओ निष्कासनको अनुमति पाएको रहेछ त? कोले पैसा खाएका रहेछन् त?
रिलायन्स स्पिनिङ मिलको आइपिओ निष्कासनको अनुमति दिलाए बापत नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 9 करोड रुपियाँ घुस खाएको दाबीसहित अख्तियारमा उजुरी परिसकेको छ। यसमा सन्तोष नारायण श्रेष्ठ मात्र होइन, अन्य व्यक्तिहरू पनि सामेल छन्, जसमा ग्लोबल आइएमई क्यापिटलका सिइओ मनदीप लुइटेलले 50 लाख घुस खाएको भन्ने उजुरीमा उल्लेख गरिएको छ। 9 करोड मध्ये 7 करोड धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले खाएको, बाँकी 2 करोडमा 50 लाख मनदीप लुइटेलले अनि बाँकी अन्य कर्मचारीहरूलाई दिएको भन्ने उजुरीमा उल्लेख छ। अख्तियार अनुसन्धान आयोगले उजुरी परेको पुष्टि पनि गरिसकेको छ। अब आफै अनुमान लगाउनुहोस्, यो कम्पनी कतिसम्म सबल छ, आइपिओ कसरी ल्यायो, भोलिको बजार भाउ कस्तो होला, आफ्नो लगानी सुरक्षित छ छैन अनुमान गरौँ अनि लगानी गरौँ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यस्तै जानकारीको लागि च्यानल सब्स्क्राइब गर्नुहोला अनि यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद।